नेपालका 10 पुराना सजाय प्रणाली जुन सुन्दा आज अचम्म लाग्छ। नम्बर 10 जरिवाना सजाय। पुरानो समयमा सानो झगडा, सामाजिक नियम उल्लङ्घन, प्रशासनिक कमजोरी वा सामान्य अपराधमा पैसा तिराउने सजाय दिन्थ्यो। केही अवस्थामा 2 रुपैयाँ, 8 आना, 5 रुपैयाँ, 10 रुपैयाँदेखि 20 रुपैयाँसम्म जरिवाना तोकिन्थ्यो। त्यो समयमा यति रकम पनि सामान्य मानिसका लागि ठुलो सजाय मानिन्थ्यो। नम्बर 9 जरिवाना नतिरे कैद। केही अपराधमा पहिले जरिवाना तोकिन्थ्यो, तर दोषीले पैसा तिर्न सकेन भने उसलाई जेल हालिन्थ्यो। कतिपय व्यवस्थामा 5 रुपैयाँ बराबर 1 महिना कैद हुने चलन थियो, यानि 20 रुपैयाँ तिर्न नसकेको मानिसले 4 महिनासम्म कैद भोग्नुपर्ने अवस्था आउन सक्थ्यो। नम्बर 8 क्षतिपूर्ति वा बिगो भराउने सजाय। कसैले अरूको जमिन, बाली, पशु, घर वा सम्पत्तिमा नोक्सान पुर्यायो भने उसलाई क्षतिपूर्ति तिराइन्थ्यो। नोक्सानी जति भयो त्यति बराबर रकम उत्पादन वा सम्पत्ति भरपाई गर्नुपर्थ्यो। केही अवस्थामा बाली वा सम्पत्तिको वास्तविक मूल्य अनुसारको बिगो असुलिन्थ्यो। नम्बर 7 काम गराएर सजाय चुक्ता। पैसा तिर्न नसक्ने वा ऋण जरिवाना परेको व्यक्तिलाई कहिलेकाहीँ काम गराएर सजाय चुक्ता गराइन्थ्यो। दोषीले श्रम गरेर आफ्नो सजाय वा तिर्नुपर्ने रकम बराबरको भार घटाउनु पर्थ्यो। यसरी जेल, ऋण र श्रम एउटै सजाय प्रणालीसँग जोडिन्थ्यो। नम्बर 6 सम्पत्ति जफत। गम्भीर अपराधमा दोषीको सम्पत्ति जफत गरिन्थ्यो। कतिपय अवस्थामा दोषीको आफ्नो भागको सम्पत्ति राज्यले लिने व्यवस्था थियो। यस्तो सजायले दोषीलाई मात्र होइन उसको परिवारको जीवनमा पनि ठुलो असर पार्थ्यो। नम्बर 5 कपाल मुण्डन सजाय। केही अपराधमा दोषीको कपाल मुण्डन गराइन्थ्यो। यो केवल शरीरमा दिने सजाय थिएन, समाजमा अपमानित बनाउने सजाय पनि थियो। कतिपय अवस्थामा कपाल मुण्डनसँगै जात घटाउने, ठाउँबाट हटाउने वा अरू सामाजिक सजाय पनि जोडिन सक्थ्यो। नम्बर 7 जात घटाउने सजाय। पुरानो नेपालमा जात सामाजिक हैसियतसँग सिधा जोडिएको थियो, त्यसैले जात घटाउन निकै कठोर सजाय मानिन्थ्यो। केही अपराधपछि व्यक्तिको जात घटाइन्थ्यो, जसले उसको सामाजिक सम्बन्ध, विवाह, खानपान र इज्जत सबैमा असर पर्थ्यो। नम्बर 8 गालामा डाम लगाउने सजाय। केही गम्भीर अपराधमा दोषीको गालामा डाम लगाइन्थ्यो। यो सजाय जीवनभर देखिने अपमानको रूपमा रहन्थ्यो। अपराध अनुसार गालामा डाम, जात घटाउने, सम्पत्ति जफत वा कैद जस्ता सजायसँगै प्रयोग हुन सक्थ्यो। नम्बर 2 दामल सजाय। दामल पुरानो नेपालको अत्यन्त कठोर सजाय मध्ये एक थियो। यो सामान्य कैदभन्दा धेरै कठोर र मृत्युदण्डभन्दा तलको सजाय मानिन्थ्यो। दामलमा दोषीलाई आजीवन कैद जस्तै कठोर सजाय दिन्थ्यो। कतिपय अवस्थामा गालामा डाम लगाउने वा सम्पत्ति जफत गर्ने सजाय पनि सँगै हुन सक्थ्यो। नम्बर 1 मृत्युदण्ड। सबैभन्दा कठोर सजाय मृत्युदण्ड थियो। हत्या वा अत्यन्त गम्भीर अपराधमा ज्यानको बदलामा ज्यान भन्ने सोच लागू हुन सक्थ्यो। तर सबै अपराधमा एउटै सजाय हुँदैन थियो। अपराधको प्रकृति, प्रमाण, सामाजिक अवस्था अनुसार कसैलाई मृत्युदण्ड, कसैलाई दामल, कसैलाई कैद वा सम्पत्ति जफत हुने व्यवस्था थियो। पुरानो नेपालको यी सजाय सुन्दा आज अचम्म लाग्छ, तर यिनै सजाय प्रणालीले त्यति बेलाको समाज, कानुन, जात, व्यवस्था र शासन कति कठोर थियो भन्ने देखाउँछ। यीमध्ये कुन सजाय तपाईँलाई सबैभन्दा अचम्म लाग्यो कमेन्टमा लेख्नुहोस्।